तेस्रो यूहन्नाको पत्री 2 पद जो हामीलाई दिएको छ यो साल विश्वव्यापी मण्डलीमा है। यो चाहिँ प्रतिज्ञा विश्वव्यापी मण्डलीको लागि प्रतिज्ञा प्रभुको दासले दिएर जानुभयो। सो तेस्रो यूहन्नाको पत्री 2 पद हामी यहाँनिर पढ्दैछौँ। आउनु सबैजना मिलेर पढौँ। यहाँ पनि लेखेको छ, यहाँ लेखेर राखेको रहेछ है। ठिकै छ, आउनुहोस् हामी पढ्छौँ। ठुलो स्वरमा पढौँ है सबैजना ल। Beloved, I wish above all things that thou mayest prosper and be in health, even as thy soul prospereth. एउटा मात्रै पढौँ, त्यो अर्को दुईटा पद पनि यो लिङ्कमै हुन्छ। सो यो एउटै पद पढौँ। आउनुहोस् प्रार्थना गर्छौँ वचनको अगुवाईको लागि। धन्यवाद छ तपाईँलाई, फेरि पनि अनुग्रह माग्छौँ। सो प्रभु तपाईँले हामीलाई कृपा दया गरिबक्स्नुहोस्। यहाँसम्म अनुग्रह गर्नुभयो, आराधना तपाईँलाई दिन सक्यौँ अनि टेबलको वरिपरि पनि हामी रहन सक्यौँ। तपाईँको वचनलाई धन्यवाद छ। अनि फेरि पनि प्रभु हामी आएका छौँ तपाईँको चरणमा। जुन पद हामीले पढेका छौँ यो मुख्य वचनको लगाउमा, यो पदलाई फेरि पनि तपाईँले अभिषेक दिकिन, तपाईँले हामीलाई अभिषेक दिकिन यो पदबाट प्रकाश तपाईँले हामीलाई दिइबक्स्नुहोस्। हामी प्रार्थना तपाईँलाई चढाउँछौँ। तेस्रो यूहन्नाको पत्री 2 पद हाम्रो जीवनमा वास्तविक हुन सकेको होस्, बिन्ती अनि प्रार्थना तपाईँलाई चढाउँछौँ। प्रभु अब दिनभरि तपाईँको उपस्थितिमा हामी बसिरहेका छौँ। हाम्रो थाकेको गलेको आत्मा प्राण शरीरलाई तपाईँको उपस्थितिमा तपाईँले ताजगी तपाईँले प्रदान गरिबक्स्नुहोस्। प्रार्थना छ अनि हामीलाई सुन्दर समय प्रभु, गम्भीर समय तपाईँले प्रदान गरिबक्स्नुहोस्। सो प्रभु भजन 17 2 पदलाई हामी दावी गर्छौँ तपाईँको वाक्य तपाईँको उपस्थितिमा छ। सो प्रभु तपाईँको उपस्थितिबाट निस्केको वाक्य हामीलाई चाहिएको छ। सो प्रभु अब तपाईँले हामीलाई बुझाउने बताउने काम गर्नुहोस्। हामी हरेकसित बात गर्नुहोस्। आफूलाई पनि यो सेवाको लागि तपाईँको चरणमा समर्पण गर्दै प्रार्थनालाई प्रभु यीशु मसीहको नाममा सुनेर ग्रहण गर्नुहोस्। आमेन। ल हुन्छ, आप हल्ला गर्दैन होला। यहाँनिर हामी एउटा ठुलो चाहना है, जसरी प्रभुले पनि हामीलाई यो साल यो प्रतिज्ञा दिनुभएको छ, यो एउटा ठुलो चाहना हामी देख्छौँ। यो चाहिँ प्रभुको दास यूहन्नामा भएर प्रभुले आफ्नो एउटा अर्को दास गायस भन्ने प्रभुको दासलाई उहाँले चाहिँ लेख्नु भएको हो। अनि यो चाहिँ के भन्दैछ भन्दा, प्रिय तिमीले जसरी तिम्रो प्राणले उन्नति गरेको छ त्यही प्रकारले म चाहन्छु तिमीले अरू सबै कुराहरूमा उन्नति गरेको अनि तिम्रो स्वास्थ्यमा पनि उन्नति गरेको। लु नेपालीमा पढ्नुहोस् 2 पद। प्रियहरू हो, होइन, तेस्रो यूहन्नाको पत्री 2 पद। तेस्रो यूहन्ना 3rd जन अनि हजुर उन्नति भएको छ, त्यसरी नै सबै कुराहरूमा तिम्रो उन्नति होस् र तिमी निरोग रह भनी म चाहना गर्दछु। सो जसरी तिम्रो आत्मिक उन्नति भएको छ, यहाँनिर गायसको चाहिँ के भएको रहेछ भन्दा नि आत्मिक उन्नति भएको रहेछ। अनि यो गवाई चाहिँ कोही दाजुभाइहरू भिजिट गर्नु गएको रहेछ उहाँलाई। अनि फर्केर यूहन्नालाई जब उनीहरूले खबर दिए तब चाहिँ त्यो कुरा सुनेर खुसी भएर यूहन्नाले यो चाहना गर्छ। कस्तो चाहना अरे, आई विश अबभ अल थिङ्स, सबै कुराहरू भन्दा ज्यादा तिम्रो लागि चाहिँ म के चाहन्छु भन्दा जसरी तिम्रो आत्मिक उन्नति भएको छ त्यस्तै प्रकारले अरू सबै कुरामा र स्वास्थ्यमा पनि तिम्रो उन्नति होस् भन्दैछ। सो गायस भन्ने एकजना यहाँनिर प्रभुको दास रहेछ है, जो चाहिँ प्रभुलाई एकदम प्रेम गर्दो रहेछ। अनि प्रभुलाई मात्रै होइन अरे, यहाँनिर 5 पदमा हामीले पढ्यौँ भने प्रभुको लोकहरूलाई पनि प्रेम गर्ने, अनि जो परदेशीहरू त्यहाँनिर आउँथ्यो उसको कन्ट्याक्टमा उनीहरूलाई पनि प्रेम गर्ने अरे। अनि उदार चित्तले मण्डलीलाई
उसले दिने अनि यात्रा गर्नेहरू जो उसको घरबाट भएर त्यहाँनिर रोकेर जान्थ्यो उनीहरूलाई पनि उसले एकदमै एकदम सत्कार गर्ने यस्तो खालके मान्छे चाहिँ यो मान्छे चाहिँ रहेछ। सो यो मान्छेको लागि यहाँनिर प्रार्थना गरिरहेको छ। जसरी तिम्रो आत्मिक उन्नति भएको छ तिम्रो अरू सबै थोकहरूमा अनि तिम्रो स्वास्थ्यमा पनि। सो हामी के बुझ्छौँ भन्दा यहाँबाट यो मान्छे धेरै धनी मान्छे थिएन रहेछ, संसारमा धेरै कुरा भएको मान्छे, सुसम्पन्न मान्छे थिएन रहेछ, धेरै घटी कमीमा जिउने मान्छे रहेछ अनि उसको स्वास्थ्य पनि राम्रो थिएन रहेछ है। उसको स्वास्थ्यमा पनि हो एकदम रोगी नै रहेछ। तर उसको आत्मिक उन्नति देखेको कारणले गर्दा चाहिँ प्रभुको दास यति साह्रो खुसी भएर प्रभुको दासले यो विशेष एउटा प्रतिज्ञा चाहिँ उहाँलाई चाहिँ दिएको हामी यहाँनिर देख्छौँ। सो त्यो कारणले गर्दा आज यो प्रतिज्ञा तपाईँ र मलाई पनि छ। हामी मध्ये है यहाँनिर त्यस्तो भयङ्कर धनी, त्यस्तो सम्पन्न हामी नहोला, हाम्रो स्वास्थ्य पनि राम्रो नहोला, तर प्रभुले चाहनु हुँदो रहेछ तपाईँ र मेरो आत्मिक उन्नति चाहिँ भएको। अनि जब आत्मिक उन्नति हाम्रो हुँदै जान्छ तब प्रभुले तपाईँ र मलाई चौतर्फी उन्नति पनि दिनुहुँदो रहेछ। अरू कुरामा पनि उन्नतशील बनाउनु हुँदो रहेछ अनि स्वास्थ्यमा पनि हामी कमजोरै भए तापनि प्रभुले है त्यही स्वास्थ्यलाई पनि बलियो प्रभुले बनाउनु हुँदो रहेछ। त्यसै कारणले गर्दा सो प्रभुको इच्छा यहाँनिर यो पदमा हामी देख्छौँ। तपाईँ र मेरो उन्नति भएको परमेश्वरले चाहनुहुन्छ। बुझ्नुभएको होइन? एक समय हामी प्रभुका लोकहरू थिएनौँ। हामी आफ्नो दिमागले उन्नति गर्नु खोज्थ्यौँ अनि संसारका मान्छेहरूले त्यो प्रकारले उन्नति गर्नु खोज्छन्, उनीहरूले चाहन्छन्। आउनुहोस् त हितोपदेशको किताब 23 अध्यायमा हामी यो कुरालाई देख्छौँ। हितोपदेशको किताब 23 अध्यायको 4 पदमा संसारका मान्छेले चाहिँ यसरी उन्नति गर्छन् अरे है। धनी हुनुको लागि मेहनती नगर अनि तिमीले नि आफ्नै बुद्धिबाट तिमी पछि हट भन्छ। 23 को 4 पद पढ्दिनुहोस्। धनी हुनको लागि परिश्रम नगर। सो संसारको मान्छेहरूले उन्नति भन्ने कुरा चाहिँ पैसा कमाएरै हुन्छ है भनेर यो विचार राखेका हुन्छ। बुझ्नुभएको होइन? त्यसै कारणले गर्दा उनीहरू जे पनि गर्छन् पैसा कमाउने हेतुले नै उनीहरू गरि नै रहेका हुन्छन् है। सो पैसा कमाउने हेतुले पैसाले धेरै कुरा गर्न सकिन्छ अनि त्यो कारणले गर्दा उनीहरू त्यो पैसाकै पछि लागिरहेको हुन्छ। तर त्यो पैसा कमाएर म धनी हुन्छु है, उन्नति भन्ने कुरा त्यो प्रकारले हामीले बुझेका छौँ भने चाहिँ बाइबलले भन्छ तिम्रो बुद्धिबाट तिमी पछि सर भन्छ। तिम्रो बुद्धिबाट के गर? पछि सर भन्छ। यहाँनिर एउटा प्रभुको दासको विषयमा हामी हेर्छौँ है, जसको घर पनि थिएन है, जसको स्वतन्त्रता पनि थिएन, तर पनि प्रभुको वचनले भन्छ ऊ चाहिँ उन्नतशील व्यक्ति थियो भन्छ। आउनुहोस् त उत्पत्तिको किताब यहाँनिर हुनसक्छ 39 अध्यायमा त्यो कुरा यहाँनिर हुन्छ। उत्पत्तिको किताब 39 अध्यायको 2 पदमा बाइबलले उन्नतिलाई यो प्रकारले बताउँछ। पढ्नुहोस्। अनि परमप्रभु युसुफको साथमा हुनुहुन्थ्यो। उनी उन्नतशील पढ्नुहोस्। सो एउटा मालिकको घरमा एउटा नोकरको रूपमा युसुफले के गरिरहेको थियो? त्यहाँनिर काम गरिरहेको थियो। उसलाई बेचिदिएको थियो त्यो मान्छेको हातमा। अनि त्यो मान्छेले जसो भन्थ्यो त्यसै उसले गर्नु पर्थ्यो है। एउटा बन्ड स्लेभ भन्छ त्यस्तो प्रकारको नोकर चाहिँ यहाँनिर युसुफ थियो। तर पनि बाइबलले भन्छ हेर्नुहोस् त ऊ उसको बाबुदेखि पनि टाढो थियो। उसको दाजुहरूले उसलाई के गरिदिएका थिए? मार्ने षड्यन्त्र गरेर मार्नु चाहिँ मारेनन् तर उसलाई बेचिदिएका थिए है। अनि बेचेर पनि ऊ एउटा मिस्री एउटा मान्छेको घरमा, अब त्यस्तो राम्रो मान्छेहरू पनि ऊ थिएन, उनीहरू थिएन है। उसको पत्नी कति दुष्ट थियो पछि हामी बुझ्दै जान्छौँ। अनि त्यो मान्छे पनि बुद्धिहीन प्रकारको एउटा मालिक रहेछ। त्यो मान्छेको घरमा युसुफ एउटा नोकर भएर बसेको थियो। उसकोमा आफ्नो भन्ने केही पनि थिएन। तर युसुफलाई बाइबलले के भन्छ? ऊ चाहिँ उन्नतशील मानिस थियो भन्छ। बुझ्नुभयो?
सो बाइबलले रुपियाँ पैसालाई उन्नतिसित कहिले पनि जोड्दैन। यो कुरा हामीले सफा हुनुपर्छ यो कुरामा है। अनि अर्को कुरा यहाँनिर भन्छ, यहाँनिर 23 पद पनि पढ्नुहोस्। 23 पद पढ्नुहोस्। जब युसुफ अब म छोटकरीमा यो अलिकति छोटो गरिदिन्छु है। त्यो मिश्री मालिकको घरमा थियो। अब युसुफलाई नराम्रो आरोप लाग्यो, झुटा आरोप लागेपछि युसुफलाई जेल खानामा के गरिदियो, हालिदियो। भनेको अघिसम्म त उसले केही न केही काम गर्दै थियो है, घरमा थियो। तर अब ऊ के भएको छ, ऊ कैदी एकदम भएको छ। कैदी भएर ऊ त जेल खानाभित्र त्यहाँनिर राखिएको बन्दी गृहमा छ। तर त्यो समयमा पनि प्रभुले युसुफलाई उन्नति गरायो भन्छ बाइबल। युसुफ उन्नतशील व्यक्ति नै भयो अरे। पढ्नुहोस् 23 पद पढ्नुहोस्। जेलखानाका हाकिमले किनभने परम प्रभु उनको साथमा हुनुहुन्थ्यो, उनले जे गर्थे, अंग्रेजीमा भन्छ लर्ड मेड इट टु प्रस्पर, प्रभुले त्यसलाई उन्नतशील बनाइदिन्थ्यो है। सो हेर्नुहोस् त, एउटा मान्छे एउटा नोकर भएर पनि प्रभुको दृष्टिमा उन्नतशील हुन सक्दो रहेछ है। एउटा मान्छे कैदी भएर पनि जेल खानमा पनि उन्नतशील हुनु सक्दो रहेछ। त्यसै कारणले गर्दा अब हामी प्रभुको लोकले बुझ्नुपर्छ, प्रभुले तिम्रो चौतर्फी उन्नति गराउँछु भनेको चाहिँ तिमीलाई रुपियाँ पैसाले एकदम म धनी बनाउँछु, पैसावाला बनाउँछु भनेको चाहिँ होइन। बुझ्नुभयो? सो हामीले त्यो कुरा बुझ्नु हुँदैन। अनि धेरैपल्ट तपाईँ र मेरो पनि चाहना चाहिँ के हुन्छ भन्दा, म संसारमा अब कुछ गर्नु चाहन्छु भनेको म कमाउनु चाहन्छु भनेर मात्रै हामी सोच्छौँ है। हामी पैसावाला म हुनुपर्छ, अन्त म उन्नति गर्न सक्छु, मेरो मण्डलीलाई के गर्न सक्छु म है, त्यो पैसा रुपियाँ दिएर मेरो मण्डलीलाई यस्तो अवस्थामा छ म बनाउन सक्छु, गिर्जाघरलाई बनाउन सक्छु, पैसा दिएर म यताउता गर्न सक्छु। त्यो कुरा हुन्छ नि हाम्रोमा, हो कि होइन भन्नुहोस् त? ब्रदर भक्त सिंहलाई कसैले आए अरे, एउटा वेस्टर्न एउटा एकदमै धनी है एउटा मान्छे, एकदम त्यो समयको बिलियनियर मान्छेले आएर एउटा ब्ल्याङ्क चेक दियो भन्छ। त्यो मान्छे प्रभुको लोगै हो। अनि ब्ल्याङ्क चेक दिएर भने अरे तिमीलाई कति पैसा लाग्छ तिमीले लेख भन्ने। तर भाइजी भक्त सिंहले के भन्छ, उहाँले त्यो चेक उहाँलाई फर्काइदिन्छ अनि भन्छ तिम्रो परमेश्वरले तिमीलाई युएसएमा जति पैसा दिन सक्छ, मलाई भारतमा पनि त्यही परमेश्वरले त्योभन्दा ज्यादा दिन सक्छ, मलाई यो चाहिँदैन, फर्काइदियो। बुझ्नुभयो भएन? सो त्यो कारणले गर्दा उन्नति भन्ने कुरा कस्तो एउटा इम्पोर्टेन्ट कुरा छ। तपाईँ र मैले पनि उन्नति गरेको परमेश्वरले चाहनुहुन्छ है। तर त्यो उन्नति भनेको चाहिँ तपाईँ र मैले भयङ्कर रुपियाँ पैसा कमाएर एकदम ठुलो औदामा यो संसारमा रहेको परमेश्वरले चाहनुहुँदैन। यदि तपाईँ र मेरो त्यस्तो विचार छ भने, त्यस्तो बुद्धि छ भने त्योबाट तिमीहरू पछि हटाउनुहोस् है। किनभने त्यसरी उन्नति गर्नु तपाईँ र म लाग्यो भने नि धेरैवटा प्रभुले न इच्छा गरेको कुराहरूमा तपाईँ र म फस्छौँ, जसबाट हामी पछि उम्किनै सक्दैन। बुझ्नुभएको होइन? अनि त्यो चाहिँ प्रभुको इच्छा होइन रहेछ भनेर हामी बुझ्छौँ। पहिला तिमोथीको किताब 6 अध्यायमा यो कुरा भन्छ। त्यसै कारणले गर्दा उन्नति यो प्रकारले हुँदैन। पहिला तिमोथीको किताब 6 अध्यायको 9 पद 9 र 10 पद यहाँनिर हामी पढ्छौँ। पहिला तिमोथी 6 अध्यायको 9 अनि 10 पद हामी पढ्छौँ। पढ्नुहोस्। तर जतिले धनी हुन चाहन्छ तिनीहरू चाहिँ परीक्षामा पर्छन् एउटा, यति मात्रै होइन अरे पासोमा पनि पर्छन् अरे। सो दुईटा है। त्यहाँदेखि अनि अरेको मूर्ख, अझै थपिँदैछ, मूर्ख र हानिकारक अभिलाषाहरूमा उनीहरू फस्छन् अरे। सो मानिसलाई बर्बादीमा लान्छ, विनाशमा लान्छ। त्यहाँदेखि अर्को कुरा 10 पद पढ्नुहोस्। किनकि रुपियाँ पैसाको प्रेम चाहिँ, जो रुपियाँ पैसालाई प्रेम गर्छ चाहिँ सबै खराबीको जरा अरे। त्यहाँदेखि जुन कुराको लालसा गर्दा, जुन कुराको लालसा गरे अरे, रुपियाँ पैसाको लालसा गर्दा विश्वासबाट उनीहरू के गरे, भड्के अरे। त्यहाँदेखि पढ्नुहोस्। र यस्ताहरूले अनेकौं पीडाहरूले छेडै छेड पारेका छन्। रुपियाँ त पाएको छ,
पैसा त पाएको छ, तर रुपियाँ र पैसाको साथसाथमा के पनि पाएका छन् अरे, अनेकौं पीडाहरू पनि पाएका छन्। बुझ्नुभयो? अनि त्यो पीडाहरूले नै है, त्यो पीडाहरूलाई उनीहरूले त्यो धन सम्पत्तिले नै के गर्न खोज्छन्, ढाक्न खोज्छन्, तर वास्तवमा उनीहरूकोमा केही पनि हुँदैन। बुझ्नुभयो? सो यहाँनिर यो कुरा छ है। सो त्यो कारणले गर्दा परमेश्वरको वचनले हामीलाई के गर्छ, चेतावनी दिन्छ। परमेश्वरको वचनले चेतावनी दिन्छ। तर परमेश्वरले जुन उन्नति अर्थात् जुन आशिष तपाईँ र मलाई दिनु चाहनुहुन्छ, त्यो आशिषमा चाहिँ कुनै प्रकारको पीडा हुँदैन, कुनै प्रकारको यस्तो शोक हुँदैन भनेर बाइबलले भन्छ। हितोपदेशको किताब 10 अध्यायमा। त्यो कारणले गर्दा हामी चाहिँ यस्तो आशिषहरूको पछि तपाईँ र म लाग्नुपर्छ। हितोपदेशको किताब 10 अध्यायको 22 पद कसैले पढिदिनुहोस्। हितोपदेश 10 अध्यायको 22 पद। परमप्रभुको आशिष यसले धनी तुल्याउँछ। संसारले दिने है आशिष भनौँ, धन सम्पत्ति संसारले पनि आशिष दिन्छ है, शैतानले पनि आशिष दिन्छ है, तर त्यसले चाहिँ के दिन्छ, आशिषको साथसाथमा अनेकौं शोक र पीडाहरू दिन्छ। तर परमेश्वरले पनि आशिष दिनु हुँदो रहेछ। अनि त्यो आशिषले पनि मान्छेलाई के बनाउँछ अरे, धनी बनाउँछ अरे, तर त्यसको साटोमा के चाहिँ दिनु हुँदैन अरे, त्यसको साटोमा चाहिँ कुनै पनि शोक चाहिँ परमेश्वरले दिनु हुँदैन। त्यो कारणले गर्दा हामीले आफूलाई जाँच्नुपर्छ। बुझ्नुभयो? जुन कुरामा तपाईँले आफूलाई मैले यति उन्नति गरेँ भन्नुहुन्छ, या फिर यो प्रभुले दिएको आशिष भनेर भन्नुहुन्छ भने, यदि त्यो आशिषसित त्यहाँनिर शोकहरू थपिएको छ, त्यो आशिषले तपाईँको जीवनमा शोक, तपाईँको जीवनमा के अरे पासो, तपाईँको जीवनमा परीक्षा, तपाईँको जीवनमा हर्टफुल भन्छ, हानिकारक विनाशहरू तपाईँको जीवनमा ल्याएको छ भने त्यो आशिष अर्थात् त्यो उन्नति प्रभुपट्टिबाटको होइन, त्यो तपाईँको आफ्नैपट्टिबाटको। अनि तपाईँ त्यो कुरामा फसिसक्नु भएको छ। एक दिन तपाईँलाई त्यसले छेड पारेर त्यत्तिकै शोकमा तपाईँलाई खत्तम गरिदिन्छ है। तर प्रभुपट्टिबाट पाएको उन्नति र आशिष चाहिँ यस्तो अरे जसमा के छैन, जसमा शोक छैन। त्यसै कारणले गर्दा हामी भुल गर्ने मान्छेहरू हौँ है। हामीले हाम्रो जीवनमा यसको मिश्रण पनि होला, हो कि भन्नुहोस् त है। त्यो कारणले गर्दा कुन कुरा ठिक, कुन कुरा नठिक, हामी त्यसलाई छुट्याउनुपर्छ। अनि अबदेखि उसो चाहिँ परमेश्वरको बुद्धिमा म चल्छु भनेर निर्णय गरेर हामी चल्नु चाहिँ पर्छ। ओके, सो प्रभुले के दिनु चाहनु भएको छ, तपाईँ र मलाई उन्नति दिनु चाहनु भएको छ है। अनि अब यो कुरा यहाँनिर हामी देख्छौँ। अब हुनु त हाम्रोमा समय कम्ती छ, तर पनि है, सो प्रभुले तपाईँ र मलाई उन्नति दिनु चाहनु भएको छ। सो एक दुईवटा कुरा म यहाँनिर तपाईँलाई बताउन चाहन्छु। अनि त्यसपछि एउटा विशेष कुरा छ है, त्यो कुरा समय पायो भने हामी हेर्छौँ। सो तपाईँ र मेरो जीवनमा यो उन्नति चाहिँ कसरी चाहिँ आउँछ, कसरी आत्मिक उन्नति तपाईँ र मेरो जीवनमा आउँछ। पहिला भजन हितोपदेश 28को 13 पदले भन्छ, जसले आफ्ना पापहरू ढाक्छ नि उसले उन्नति गर्न सक्दैन भन्छ, तर जसले त्यसलाई मानिलेर त्यागिदिन्छ उसले कृपा पाउँछ है। सो तपाईँ र मैले परमेश्वरबाट पाउने उन्नतिको पहिलो कुरा चाहिँ परमेश्वरको कृपा हो। बुझ्नुभयो होइन है, पैसा होइन, परमेश्वरको के हो, कृपा हो। सो आउनुहोस् यो पद पढिदिनुहोस्। हितोपदेश 28 अध्यायको 13 पद कसैले पढिदिनुहोस्। जसले आफ्ना पापहरू ढाक्छन् त्यो सफल हुँदैन, तर जसले तिनलाई मानिलिन्छ र छोडिदिन्छ उसले कृपा पाउँछ। त्यसै कारणले गर्दा आफ्नो भुलहरूलाई, आफ्नो दोषहरूलाई नि हामीले लुकाउनु एकदम हुँदैन। जब हामी लुकाउँछौँ तब त्यहाँनिर उन्नति हुँदो रहेछ, उन्नति हुँदैन रहेछ। हामी कृपा पाउँदो रहेछौँ, कृपा पनि पाउँदैन रहेछ। बुझ्नुभयो? सो तपाईँ र मेरो सानो सानो जुनै पनि भुल छ, कि त ठुलै होस् कि त सानै भुल होस्, त्यो कुरालाई हामीले लुकाउनु हुँदैन। त्यो कुरालाई हामीले के गर्नुपर्छ, त्यो कुरालाई हामीले प्रकट गरिहाल्नुपर्छ। अर्थात् त्यो कुरालाई हामीले मानिलिनुपर्छ, मैले यो कुरा गरेको हुँ भनेर। जब त्यो मानिलिन्छौँ नि तब चाहिँ प्रभु यीशुको रगतले हामीलाई क्षमा गर्छ। मानिलिएन भने प्रभुको रगतले क्षमा गर्दैन है। यो कुरा हामी याद गर्नुपर्छ। किनभने भन्छ पहिला यूहन्नाको किताब 1 अध्यायको 7 पदमा भन्छ, यदि हामी ज्योतिमा छौँ जसरी उहाँ ज्योतिमा हुनुहुन्छ
एकअर्कासित हाम्रो संगति हुन्छ अनि उहाँको पुत्र यीशु ख्रीष्टको रगतले हामीलाई सब पापबाट धोएर शुद्ध बनाउँछ। तर कन्डिसन चाहिँ के छ? हामी ज्योतिमा हिँडेको बुझ्नुभएको होइन? ज्योतिमा हिँडेको छौँ भने मात्रै हुन्छ। अर्थात् ज्योति भनेको के हो? त्यो कुरा हो जसले तपाईँ र मेरोमा लागेको त्यो दागहरूलाई देखाउन सक्छ, त्यो मैलापनलाई देखाउन सक्छ है। कोही मान्छे ओडालमै बसिरह्यो भने त्यो मान्छे कस्तो हुन्छ? त्यस्तै मैले त्यस्तै हुन्छ हो कि भन्नुहोस् त। उसलाई थाहै हुँदैन ऊ कति साह्रो घिनलाग्दो डरलाग्दो भइसकेको छ है। तर त्यो मान्छे ज्योतिमा आयो भने त्यो मान्छेलाई अरूले देख्छ, त्यो मान्छेले आफूले आफूलाई देख्छ अनि आफूले आफूलाई उसले है एउटा पक्का मानव जस्तो बनाउन सक्छ। बुझ्नु भएको होइन? त्यो कारणले गर्दा हामीले लुकाउनु हुँदैन। अनि जति लुकाउँछौँ पाप चाहिँ एउटा कीटाणु जस्तो भन्छ नि बाइबलमा है। कोड रोगसित तुलना गरेको छैन पापलाई। कीटाणुहरू के हुन्छ? अन्धकारमा बेसी फैलिन्छ हो कि भन्नुहोस् है। साधारण एउटा हामीले उयो लिउँ, साधारण हामीले एउटा उदाहरण लिउँ भने एउटा रुममा त्यहाँनिर ढुँडी परेको रुम छ। त्यो रुमलाई हामीले खोल्दै खोलेन भने थुनेर हामीले राखिरह्यो भने त्यो रुम सफा हुन्छ? त्यो रुम सफा हुँदैन। त्यो रुममा के पस्नु पर्यो? पहिला घाम पस्नु पर्यो, घामको किरण पस्नु पर्यो है, अन्त मात्रै हावा पस्नु पर्यो, अन्त मात्रै त्यो ढुँडी त्यहाँबाट के हुनसक्छ? त्यसलाई हटाउन हामी सक्छौँ। त्यही कारणले गर्दा हामीले परमेश्वरको ज्योतिमा भएर जब हामीले हाम्रो पापलाई मानिलिँदैनौँ नि त्यो पापको छ। अनि जबसम्म हामीले हाम्रो पापलाई लुकाउँछौँ तबसम्म तपाईँ र मेरो के हुन सक्दैन? उन्नति हुन सक्दैन। अब यो विषयमा थुप्रै कुरा भनिन सक्छ, तर यतिमै म राख्छु। पहिला कुरा है तपाईँ र मेरो उन्नतिको लागि। अनि जब अब हामीले पापलाई स्वीकार गर्छौँ, परमेश्वरको कृपा पाउँछौँ, परमेश्वरको छोराछोरी हुन्छ भने अब परमेश्वरको तर्फबाट तपाईँ र मैले उन्नति पाउँदै जान्छ। अनि त्यो चाहिँ के रहेछ? यहाँनिर दोस्रो कुरा भजन सङ्ग्रहको किताब 1 अध्यायको 1, 2, 3 पद हामी यहाँनिर पढौँ। भजन सङ्ग्रहको किताब 1 अध्यायको 1, 2, 3 पद हामी यहाँनिर पढ्यौँ भने त्यसको 3 पद चाहिँ हाम्रो विश्वव्यापी प्रतिज्ञाको दोस्रो भाग भनेर हामी यहाँनिर देख्न सक्छौँ। यो कुरा छिटो हामी हेर्छौँ, आउनुहोस्। भजन सङ्ग्रह 1 अध्यायको 1, 2, 3 पद। यो पनि तपाईँ र मेरो उन्नतिको लागि परमेश्वरले दिनुभएको आत्मिक सिद्धान्तहरू हुन्। पढ्नुहोस्। धन्य हो त्यो मानिस जो भक्तिहीनको सल्लाहमा हिँड्दैन, न पापीहरूको बाटोमा उभिन्छ, न त गिल्ला गर्नेहरूको आसनमा बस्दछ, तर उसको आनन्द हजुर उसको पाप कहिले ओइलिने छैन अनि उसले जे गर्दछ त्यो सफल हुँदैछ। यहाँनिर जे गर्दछ उसले सफल हुँदैछ भने, तर त्यसको माथि चाहिँ त्यहाँनिर शर्त छ है। धन्य त्यो मान्छे अरे जो चाहिँ भक्तिहीनको सल्लाहमा हिँड्दैन, अर्थात् भक्तिहीनहरू साँचो परमेश्वरलाई जसले चिन्दैन है उनीहरूको प्रभावमा उनीहरूको इन्फ्लुएन्समा हिँड्दैन भने। दोस्रो कुरा नर स्ट्यान्डर्ड इन द वे अफ सिनर्स, जो पापीहरूको मार्गमा उभिँदैन, अर्थात् पापीहरूसित उसले उनीहरूको पाप कर्ममा के गर्दैन? साथ दिँदैन। बुझ्नुभयो? अनि अर्को नर सिटेड इन द सिट अफ द स्कर्नफुल, गिल्ला गर्नेहरूको आसनमा ऊ बस्दैन भनेको उसले विश्राम गिल्ला गर्नु, निन्दा गर्नु यस्तो कुराहरूमा उसले लिँदैन। उसको मजा है, उसको टाइम पास भन्ने कुराहरू यस्तो कुरा हुँदैन। तर उसको चाहिँ के हुन्छ अरे? उसको रमाहट चाहिँ परमेश्वरको वचनमा अर्थात् व्यवस्थामा हुन्छ अरे। दिनरात त्यो व्यवस्थामा उसले मनन गर्छन् अरे है। अनि त्यसो मनन गर्दा चाहिँ उसको जीवनै कस्तो हुन्छ अरे भन्दा त्यो पानीको नदीहरूको किनारमा रोपिएको रुख जस्तो हुन्छ अरे, जसले ठिक ठिक ऋतुमा फल दिन्छ अरे। पात पनि कहिले ओइलिँदैन अनि उसले जे गर्छ त्यसमा के हुन्छ भन्छ? उन्नति हुन्छ। यो इम्पोर्टेन्ट कुरा बुझ्नुभएको होइन? सो पहिला कुरा तपाईँले मैले आफ्नो पापलाई लुकाउनु जस्तो छ त्यस्तै मानिलिनुपर्छ, त्यागिदिनुपर्छ त्यसलाई है। अनि हामीले परमेश्वरको के पाउँछौँ? कृपा पाउँछौँ। अनि त्यस पश्चात चाहिँ तपाईँ र मैले प्रेम गर्नु चाहिँ केलाई अरे? परमेश्वरको वचनलाई प्रेम गर्नुपर्छ, त्यो वचनलाई रमाहट लिनुपर्छ है। अनि चाहिँ त्यसको अगाडि हामीले आफूलाई अभक्तिहरूको जुन सङ्गति छ
त्यो सङ्गतिदेखि अलग्गै पार्नुपर्छ हो कि होइन भन्नुहोस् है। एकको एक वचन त्यसको सारांश थियो। अनि परमेश्वरको वचनलाई नै तपाईँ र मैले पूर्ण प्रकारले परमेश्वरको वचनमा हामी भिज्नुपर्छ। अनि त्यो वचनमा मनन गर्नाले नै तपाईँ र मेरो के हुँदै जान्छ, उन्नति हुँदै जान्छ है। आज तपाईँ र उन्नति गर्नुको लागि धेरै कोसिस गर्छौँ, धेरै परिश्रम गर्छौँ, मेहनत गर्छौँ, तर प्रश्न छ जुन वचन तपाईँ र मैले पाएका छौँ त्यो वचनलाई मनन गर्नुको लागि, मनन गर्नु भनेको फरक पढ्नु होइन, त्यो वचनलाई सोच्नु पर्यो, त्यो वचनलाई है आफ्नो मनमा गुनिरहनु पर्यो, त्यो वचनसित मिल्ने कुराहरूलाई बाइबलमा अरू कहाँ छ खोज्नु पर्यो है। कति चाहिँ त्यो गरिरहेको छ, त्यो कुराले तपाईँ र मेरो साँचो उन्नति बुझ्नुभयो। अब यति कुरा यतिमै राखौँ है। अब अर्को कुरा चाहिँ के छ, यहोशूको किताबमा आउनुहोस् 1 अध्यायमा 1 अध्यायको 7 पदमा भन्छ वचनलाई मनन मात्रै गर्नु होइन अरे, तर के गर्नु अरे, वचन अनुसार वचनमा लेखिए अनुसार पालन पनि गर्नु अरे, तब हामी जहाँ गए तापनि तपाईँ मेरो उन्नति हुन्छ। जहाँ गए तापनि यो परमेश्वरको वचन हो। Only be thou strong and very courageous, that thou mayest observe to do according to all the law which Moses my servant commanded thee, that thou mayest prosper whithersoever thou goest. यहोशू 1:7 पद पढ्नुहोस्। मेरो दास मोसाले यो सम्पूर्ण व्यवस्था अनुसार होशियार पालन गर्न भनी बलिया हो, साहसी हो, सो परमेश्वरको वचनको दाहिने देब्रे जाने हुँदैन। जे पढेका छौँ, जे बुझेका छौँ त्यसको आज्ञा हामीले के गर्नुपर्छ, पालन गर्नुपर्छ। त्यसै कारणले गर्दा बाइबल एकैचोटि सबै कुरा बुझ्दैन, किनभने एकैचोटि सबै कुरा पालन गर्न सक्छ सकिँदैन नि है। सो परमेश्वरले तपाईँ र मेरो क्यापेसिटी भन्छ नि अनुसार तपाईँ र मलाई बुझाउँदै जान्छ। तर त्यो बुझेको अनुसार यदि तपाईँ र मैले गर्दै गयौँ भने चाहिँ तपाईँ र मेरो जीवनमा के हुँदै जान्छ, परमेश्वरको तर्फबाटको उन्नति हुँदै 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 जान्छ। बुझ्नुभयो। सो वचन पढ्नु, वचन मनन गर्नु त्यो राम्रो कुरा हो, त्यसले पनि उन्नति ल्याउँछ हाम्रो जीवनमा। तर त्यो वचनलाई आज्ञा पालन गर्नु चाहिँ, त्यो वचनदेखि दाहिने देब्रे नलाग्नु चाहिँ त्यो अझै राम्रो कुरा रहेछ। त्यसले अझै बेसी तपाईँ र मेरो उन्नतिको बाटो खोलिदिन्छ। जहीँकै गयो भने पनि तिमीले के पाउँछौ भन्छ, उन्नति। कस्तो राम्रो कुरा है। सो तपाईँ र मेरो आज्ञा पालनको जीवन हुनुपर्छ। अर्को कुरा यहाँनिर नेहमियाको किताबबाट हामी यो कुरा बुझ्न सक्छौँ। 1 अध्यायको 11 पदमा तपाईँ र मैले दिनहुँ है, दिनहुँ तपाईँ र मैले सानो सानो कुरा हामीले गरिरहेका छौँ भने त्यो सानो सानो कुराको लागि पनि नि हामीले प्रार्थना गर्नुपर्छ। ठुलो कुराको लागि मात्रै होइन, हामीले प्राय धेरै बोझ है ठुलो ठुलो कुराको लागि हामी प्रार्थना गर्छौँ। जस्तो म के काम गर्नुपर्ने है, म कसलाई विवाह गर्नुपर्ने, म कहाँ गएर अब एकदम सेवा गर्नुपर्ने, त्योहरू विषयमा। तर बाइबलले भन्छ हरेक दिनको लागि हामीले के गर्नुपर्छ, उन्नतिको लागि प्रार्थना गर्नुपर्छ। किनभने हरेक दिनको उन्नतिले नै तपाईँ र मेरो जीवनको पूर्ण उन्नतिलाई बनाउँछ है। सो नेहमिया 1:11 पद पढिदिनुहोस् कसै। हे परमप्रभु बिन्ती गर्दछु अच्छा, यहाँ भन्दैछ अनि म बिन्ती गर्छु, आई प्रस्पर आई प्रे, अनि म बिन्ती गर्छु तपाईँले मलाई सफल तुल्याउनुहोस्, तपाईँको दासलाई यो दिन पनि। यहाँ केवल त्यो वाल बनाउने कुरामा मात्र होइन, तर यो दिन पनि तपाईँले मलाई सफल तुल्याउनुहोस्। आजको दिन म सफल भयो भने एक दिन त्यो वाल बनाउनको लागि म के हुन्छु, त्यो पर्खाल बनाउनको लागि म सफल हुन्छु। त्यो कारणले गर्दा तपाईँ र मेरो सफलता, सानो सानो सफलतालाई जोडेर ठुलो सफलता हाम्रो जीवनमा हुन्छ है। त्यो दिन प्रतिदिन हामीले प्रार्थना गर्नुपर्छ, प्रभु आज मैले जे काम गर्नुपर्छ सानै किन नहोस् त्यो काममा मलाई के दिनुहोस्, सफलता दिनुहोस् भनेर हामीले प्रार्थना गर्नुपर्छ। नत्र यो संसार कस्तो संसार छ, डरलाग्दो संसार छ है। हामीले प्लेन क्रासको विषयमा सुनिरहेका छौँ, के भन्नुहोस् है।
कति है दुःख लाग्दो त्यहाँनिर घटना। अस्ति भर्खरको एउटा घटना, एउटा एकदम धनी मान्छे इङ्ल्यान्डमा उसले खेल्दै रहेछ पोलो भन्ने खेल क्या, भरे त्यो खेल्दै गर्दा एउटा किरा उसको मुखभित्र पसेर मऱ्यो। बुझ्नुभयो है? सो त्यो कारणले गर्दा दिन प्रतिदिन तपाईँ र मलाई परमेश्वरको सहायताको के छ, खाँचो छ कि छैन भन्नुहोस्। सो प्रार्थना पनि गर्नुहोस्। अर्को कुरा दूसरा इतिहासको किताब पहिला इतिहास 22 अध्यायको 11 पदमा पहिला हामी पढ्छौँ। त्यहाँनिर भन्छ, तपाईँ र मेरो उन्नति हुनु हो भने हामीले परमेश्वरको घरलाई निर्माण गर्नुपर्छ भन्छ। पढ्दिनुहोस्। अब हे मेरा छोरा, परमप्रभु तिम्रो साथमा हौ र तिमी सफल हौ, अनि उहाँले तिम्रो विषयमा परमप्रभुको भवन बनाउँदा पनि तपाईँ र मेरो के हुन्छ अरे, उन्नति, प्रस्पर दाउ भन्छ इङ्ग्लिसबाट, एन्ड बिल्ड द हाउस अफ द लर्ड दाइ गड। सो तिम्रा परमप्रभु परमेश्वरको भवनलाई तिमीले निर्माण, अनि जसरी तिमीले निर्माण गर्छौ तिम्रो पनि उन्नति हुँदै जान्छ भनेर भनेको छ है। सो परमप्रभुको भवनको निर्माण पनि हामीले गरिरहनु पर्दछ है। देखी भवन होइन, तर परमेश्वरको अनदेखि जो घर छ जसलाई हामी मण्डली भन्दछौँ, त्यो मण्डलीको निर्माणको लागि हामी जहिले पनि के हुनुपर्छ, एकदम तयार हुनुपर्छ। बुझ्नुभयो? अब हामी अर्को कुरामा पनि आउँछौँ। दूसरा इतिहास 26 अध्यायको 5 पदमा, दूसरा इतिहास 26 अध्यायको 5 पद, यो चाहिँ तपाईँ र मेरो अब गुप्त जीवनसित या फिर परमेश्वरप्रतिको तपाईँ र मेरो तृष्णासित जोडिएको कुरा। यहाँनिर के भन्छ भन्दा नि, एकजना थिए अरे राजा, उहाँले परमेश्वरको खोजी गरे अरे, अनि जबसम्म उसले परमेश्वरको खोजी गरे अरे परमेश्वरले उसलाई उन्नतशील बनायो। जब परमेश्वरको खोजी गर्नु छोड्यो त्यो उन्नति पनि उसले गुमायो। पढ्नुहोस् 26को 5। जकरियाको समयमा परमेश्वरको उसले खोजी गरे अरे, जबसम्म परमेश्वरको खोजी गरे तबसम्म परमेश्वरले तिनलाई के गराइदिनु भयो, सफल गराइदिनु भयो। सो परमेश्वरको खोजी गर्नु हामीले छोड्नु हुँदैन, अर्थात् परमेश्वरप्रति लापरवाही हुनु नै हामीले छोड्नु हुँदैन। यो जकरिया भन्ने मान्छे साधारण मान्छे थिएन। यो जकरिया भन्ने मान्छे यस्तो मान्छे अरे, परमेश्वरको दर्शनहरूको विषयमा उसलाई समझ थियो है। कसैले के दर्शन, अब त्यो समयमा दर्शनहरूद्वारा प्रभु बोल्थे, दियो भने उसले बुझ्थ्यो अरे त्यो कुराहरूलाई क्या। भनेपछि त्यति साह्रो परमेश्वरले बुद्धि दिनुभएको मान्छे। तर के भन्दैछ, एज लङ एज ही सट द लर्ड गड मेड हिम टु प्रस्पर। जबसम्म परमेश्वरको खोजी उसले गरिरह्यो, प्रभुले उसलाई अझै बेसी उन्नति, अझै बेसी समझ परमेश्वरको कुराहरूमा दिँदै गयो। त्यसै कारणले गर्दा हामीले पनि परमेश्वरलाई खोजी गर्नु, अर्थात् परमेश्वरको पछि लाग्नु हामीले पनि छोड्नु हुँदैन है। अनि परमेश्वरको खोजी गर्नु हामीले कसरी गर्नुपर्छ हेर्नुहोस् त। हितोपदेशको किताब 8 अध्यायको 17 पदमा धेरैपल्ट यो कुरामा हामी चुकी जान्छौँ। त्यो कारणले गर्दा है हाम्रो जीवनमा परमेश्वरले दिनु चाहिने त्यो उन्नति हामी यहाँनिर पाउँदैनौँ। हितोपदेशको किताब 8 अध्यायको 17 पदले यहाँनिर भन्छ, कसरी चाहिँ खोजी गर्नु अरे, बिहानै उठेर परमेश्वरलाई चाहिँ पहिला खोजी गर्नु भन्छ। पढ्नुहोस्। जसले मलाई प्रेम गर्छन् तिनीहरूलाई म प्रेम गर्छु। सो यत्नसित खोज्नुपर्छ। यत्नसित भनेको चाहिँ के हो, हितोपदेश 2 अध्यायको 4 पदले भन्छ कसरी खोज्नु अरे, परमेश्वरलाई कसरी खोज्नु अरे भन्दा नि, चाँदीलाई जब मान्छेले खोज्छ त्यसरी खोज्नु भन्छ है। अनि गुप्त रहेको खजानाहरूलाई जुन प्रकारले मान्छेले खोज्छ त्यसरी खोज्नु अरे। अनि त्यहाँदेखि चाहिँ परमेश्वरको भय तिमीले बुझ्छौ भन्छ। यहाँनिर पढ्नुहोस् त 4 पद। चाँदी चाहिँ खोज्यौ, लुकाइरहेको धन चाहिँ त्यसको खोजी गर्यो भने। त परमेश्वरलाई चाहिँ यो प्रकारले खोजी गर्नुपर्छ। धेरैपल्ट हामी यो प्रकारले खोजी गर्दैनौँ। परमेश्वर एकदम सस्तो प्रकारले हामीले खोजी गर्छौँ। के भन्नुहोस् त, यो वचन पढेन नपढेन है,
सेवा समिति गयौँ भयो नगरे भयो, सेवा गरे भयो नगरे भयो, एकदम हल्का प्रकारले गर्छ। तर होइन अरे, प्रभुलाई चाहिँ कसरी खोजी गर्नुपर्छ अरे? सुन चाँदी या फिर त्यो लुकिएको गार्दनहरूलाई मान्छेले जसरी खोजी गर्छ नि, मान्छेले आफ्नो जीवनै बदिन्छ त्यस्तो खोजी गर्नु, हो कि भन्नुहोस् त? मान्छेहरू मर्छ पनि त्यस्तो खोजीहरू गर्दा। त्यस्तो प्रकारले हामीले प्रभुलाई खोजिराख्नुपर्छ। अनि प्रभुलाई प्राथमिकता दिएर सबेरै हामीले के गरेर उठेर होइन, सो प्रभुलाई हामीले खोज्नुपर्छ। त्यसरी खोजी गऱ्यो भने चाहिँ तपाईँले मेरो उन्नति हुन्छ अरे, न त तपाईँले मेरो भनेको जस्तो उन्नति हुँदैन। जकरियाले जबसम्म प्रभुलाई त्यसरी खोजी गर्यो उसको उन्नति भयो। हिजकिया राजाको विषयमा पनि त्यस्तै छ। उसले प्रभुलाई जबसम्म खोजी गर्यो सम्पूर्ण हृदयले तबसम्म, तर जब ऊ लापरवाही बन्यो नि है, तब उसले पाउन सकेन। त्यसै कारणले गर्दा तपाईँ र मेरो प्रभुपछि कुद्ने या फिर प्रभुलाई खोजी गर्ने जुन त्यो खोजी हुन्छ त्यसलाई घट्नु हामीले दिनु हुँदैन। त्यो तृष्णा त्यो चाहना है तपाईँ र मैले आफूभित्र राखिराख्नुपर्छ। दिन प्रतिदिन त्यो कुरामा बढेकै हामीले गर्नुपर्छ। बुझ्नुभयो? सो यहाँनिर मैले अस्ति एउटा भाइलाई भेटेको थिएँ कि एउटा जग्गामा, उसले उसको नानी छ, उसले एउटा सानो काम पनि गर्छ, उसको फ्यामिली पनि छ, तर नि ऊ व्यस्त पनि हुँदो रहेछ, सेवाहरू पनि गर्दो रहेछ। तर प्रत्येक दिन उसले 5 घन्टा बाइबल स्टडी गर्दो रहेछ। म त छक्कै परेँ, मलाई त लाज पो लाग्यो उसको छेउमा है, 5 घन्टा बाइबल स्टडी गर्दो रहेछ। मैले साँच्ची भने है, उसित अर्को आएको एउटा प्रभुको दास थियो, उसलाई सोचेँ साँच्ची गर्छ उसले भने, साँच्ची गर्छ। त्यहाँदेखि मैले उसलाई फेरि सोधेँ, तिमीले साँच्ची गर्छौ भने? म साँच्ची गर्छु। कसरी गर्छौ भने है, म दिनमा समय पाएन भने राति नसुतेर भए पनि गर्छु। त्यतिसम्म खोजी गर्दो रहेछ। बुझ्नुभयो है? अनि दक्षिण भारतको कतिवटा जग्गामा जवान केटा छ, प्रभुले उसलाई धेरै प्रकारले सामर्थ्य प्रकारले प्रयोग गरिरहेको छ। त्यस्तो प्रकारले खोज्दो रहेछ हो। अनि एक दिन एउटा कन्भोकेसन कहाँनिर जाने रहेछ, अनि उसले मलाई फोटो पठायो क्या, कन्भोकेसनको तयारी म गर्दैछु भने, अब वचन दिनुको लागि। अरे त फोटो पठाएर त एउटा यत्रो ठुलो सोफाको फोटो पठायो। त्यो सोफाभरि त्यहाँनिर किताब रहेछ, झन्डै 40-50वटा किताबहरू है। यति चाहिँ मैले अहिले भर्खर स्टडी गरिसकेँ। सो म छक्कै परेँ त्यो देखेर है। सो कति बेसी मेहनत अहिले पनि प्रभुको लोकहरूले हाम्रै मण्डलीमा पनि गरिरहेका छन्। सो त्यो कारणले गर्दा प्रभुको पछि लाग्नु, सुन चाँदी खोजेको जस्तो है तपाईँले मन लाग्नु, अनि प्रभुले त्यो उन्नति तपाईँले मेरो जीवनमा दिँदै जानुहुन्छ। अर्को कुरा, यो कुरा एकदम इम्पोर्टेन्ट छ। अयुबले भन्छ, यो अयुबको किताब 8:6 उन्नति चाहिँ केवल तपाईँ र मेरो मात्रै भएको चाहँदैन भने प्रभुले, तर उन्नति चाहिँ नि तपाईँ र मेरो परिवारको पनि भएको चाहन्छ। अनि त्यो उन्नति चाहिँ कस्तो अरे, त्यो चाहिँ तपाईँ र मेरो घरानाको उन्नति हुन्छ। सो धेरैपल्ट तपाईँ र म आत्मिक उन्नति गरिरहेका हुन्छौँ, तर हाम्रो घर परिवारले गर्नु सकेको हुँदैन है। अनि त्यसको लागि अब जिम्मा चाहिँ हाम्रै अरे, तर कस्तो प्रकारको अरे? अयुब 8:6 पढ, कसैले पढिदिनुहोस्। तिमी शुद्ध र सिधा चालका भयो भने निश्चय अहिले नै वा तिम्रो निम्ति जाग्नु हुने थियो, तिम्रो धार्मिकताको वासस्थानलाई नतशील। सो धार्मिकताको वासस्थान जो तपाईँ र मेरो घर, तपाईँ र मेरो मण्डली पनि हो है। त्यो घर र तपाईँ र मेरो मण्डलीको उन्नति गर्नु हो भने तपाईँ र म चाहिँ चोखो हुनुपर्छ। एक अर्को चाहिँ कस्तो हुनुपर्छ अरे? सोझो चालको, एकदम सिधा मान्छे तपाईँ र हुनुपर्छ। तब चाहिँ हाम्रो परिवारले पनि के पाउँदै जान्छ भन्छ? उन्नति पाउँदै जान्छ है। डुवर्समा एउटा अङ्कल छ कि एकदम सोझो, बिचरा अब किसान मान्छे है, अब फार्मर भनौँ न, एकदमै सोझो है। उहाँ बेसी सेवा सङ्गतिहरूमा आउनु पनि सक्दैन, त्यस्तो पैसावाला पनि होइन। तर उहाँको प्रायः सबै छोराछोरीहरूको पवित्र बिहा भएको छ। अनि प्रायःभन्दा सबैको नै अर्को के भएको छ भन्दा उहाँको सबै छोरीहरू पनि छ, छोराहरू पनि छ, विवाह पनि भएको छ, उहाँको ज्वाइँहरू पनि छन्, उनीहरूले पनि सेवा गरिरहेका
बुझ्नुभयो? उनीहरूले पनि सेवा गरिरहेको छ। त्यो अङ्कललाई सायद तपाईँले चिन्नु पनि हुँदैन, एकदमै साधारण मान्छे र सोझो मान्छे, तर उहाँको घराना हेर्दा क्या है यो अङ्कलको चाहिँ ठिक प्रकारको रहेछ है भन्ने हामी त्यो कुराहरू देखेर बुझ्नुभयो? सो त्यो कारणले गर्दा तपाईँ र म एकदम चोखो जीवन चाहिँ बिताउनुपर्छ। अब अहिले तपाईँ र मेरो चोखो जीवनको प्रति शैतानको भयङ्कर के छ? हमला छ, चारैतिर भयङ्कर हमला छ है। तर त्यो चोखोपन अब कसरी तपाईँ र मैले कायम राख्नु, प्रभुले सहायता माग्यो भने प्रभुले त्यो कुरा दिन्छ। अनि अर्को चाहिँ के अरे? सोझो, चोखो मात्रै होइन, के अरे? सोझो है। कतिवटा विश्वासीहरू राम्रो हुन्छ तर यति साह्रो चलाक हुन्छ क्या। त्यो चलाखीको कारणले गर्दा उनीहरू सक्दैनन् है प्रभुमा अघि बढ्नको लागि। त्यसै कारणले गर्दा हामी चलाक भएर हाम्रो ज्ञान बुद्धिहरूलाई प्रभुको ज्ञान बुद्धिको मुनि राखेर तपाईँहरू जियो भने परमेश्वरले तपाईँ र मलाई के दिन्छ अरे? उन्नति दिन्छ। सो त्यो कारणले गर्दा हामीले थुप्रै कुराहरू अहिले भर्खर हामीले हेऱ्यौँ। तर अब यो सबै कुराहरू छ, यो सबै कुराहरू गऱ्यौँ भने प्रभुले तपाईँ र मलाई उन्नति दिन्छ नै। तर यी सबै कुराको भित्र चाहिँ एउटा यस्तो कुरा हुनुपर्छ जुन कुरा छ भने मात्रै तपाईँ र मेरो वास्तविक है। बाइबल धेरैले पढ्छौँ, हो कि भन्नुहोस् त होइन? धेरैले सेवाहरू बनाइरहेको हुन्छन् है। तर यहाँनिर प्रभुले खोज्ने कुरा चाहिँ के रहेछ भन्दा चाहिँ तेस्रो यूहन्नाको पत्री 3 पदमा यो कुरा चाहिँ हामी पाउँछौँ। तेस्रो यूहन्नाको पत्री 3 पदमा धेरैले प्रार्थना पनि गरिरहेको हुन्छ है, धेरै सङ्गतिमा पनि अघि बढिरहेको हुन्छन्, तर पनि उनीहरूको जीवनमा यो एउटा कुरा नभएको कारणले गर्दा परमेश्वरको भनेको जस्तो उन्नति हामी देख्दैनौँ। गायसको जीवनमा चाहिँ यो कुरा चाहिँ रहेछ, यो चाहिँ सबसे इम्पोर्टेन्ट कुरा हो तपाईँ र मेरो उन्नतिको लागि। त्यो चाहिँ के रहेछ? 3 अनि 4 पद पढ्नुहोस्। किनकि जब भाइहरू आए उनीहरूले तिमीमा भएको सत्यताको विषय अर्थात् भन्ने गवाई दिए। 4 पद सो गायसमा चाहिँ के रहेछ? उसको आत्मिक उन्नतिको रहस्य चाहिँ के रहेछ भन्दा चाहिँ ऊ भित्र सत्यता भन्ने कुरा। बुझ्नुभएको होइन? ऊ भित्र सत्यता भन्ने कुरा। अर्को के थियो अरे? ऊ सत्यतामा हिँड्थ्यो भन्ने, सत्यतालाई विश्वास गर्थ्यो। सत्यता नमन पराउने मान्छे कोही पनि हुँदैन संसारमा, खासमा भन्नु सबैले सत्य नै मन पराउँछन्, हो कि भन्नुहोस् है? सबैले साँचो बोलेकै मन पराउँछन् है। तर सत्यतामा हिँड्ने चाहिँ धेरै कम्ती हुन्छ। तर गायसको भित्र सत्यता रहेछ अनि उसको चालचलन पनि केमा रहेछ? सत्यतामा रहेछ। अनि उसको त्यस्तो सत्य जीवनको गवाई सुनेर चाहिँ प्रभुको दासले उसलाई यो प्रतिज्ञा चाहिँ दिएको। त्यसै कारणले गर्दा सत्यता एकदम मुख्य कुरा है। मान्छेले कि त विश्वासीले प्रभुको लागि बलिदान पनि गर्छ, बुझ्नुभयो? बलिदान गर्नु राम्रो हो कि नराम्रो? राम्रै कुरा हो। तर त्यो बलिदान यदि सत्यतामा छैन भने त्यो बलिदान श्राप बन्न जान्छ। त्यो कारणले गर्दा सत्यता भन्ने कुरा एकदम इम्पोर्टेन्ट कुरा छ। यहाँनिर प्रेरितको किताब 5 अध्यायमा यहाँनिर हामी देख्छौँ यहाँनिर अननियास र सफिराले प्रभुलाई केही कुरा बेचेर दिन चाहे है। अनि उनीहरूले केही कुरा दान प्रभुलाई दिन चाहे, तर उनीहरूको हृदयमा के थियो? असत्य बनाएको थियो। सेवा चाहिँ कसकै गरिरहेको छ? प्रभुकै गरिरहेको छ। सङ्गति कसहरूको सङ्गतिमा छ? प्रभुको दासहरूको सङ्गतिमा छ। हेर्नुहोस् त, बलिदान पनि गरिरहेको छ। त्यो समयमा जुन एउटा कडा एउटा माग थियो, प्रभुलाई विश्वास गर्नेहरूले के गर्थ्यो? उनीहरूको जग्गा जमिन सम्पत्ति बेचेर त्यो पैसा चाहिँ प्रेरितहरूलाई दिएर प्रभुको लोकहरूलाई बाँडिदियो। त्यो सजिलो कुरा हो भन्नुहोस् त? होइन नि त्यो कुरा। अहिलेको जमानामा त्यस्तो तपाईँ र ममा माग भयो भने हामी कतिजनाले प्रभुलाई पछ्याउँछौँ? लु भन्दै अरे कसैले एकदम मानिलिनुहोस्, एउटा मानिलिने कुरा मात्रै है। एकदम प्रभु यीशुलाई विश्वास गर्नु ल, तिम्रो लु घरलाई बेच न, तिम्रो जमिनलाई बेच, अनि त्यो पैसा जम्मै ल्याएर यहाँनिर सेवाघरमा देऊ। यहाँ प्रभुको दासहरूले जतिजना विश्वासी छ
उनीहरूको खाँचो अनुसार दिन प्रतिदिन बाँडिदिन्छ भने हामी कतिजना राजी हुन्छ होला आफ्नो घर सम्पत्ति सबै बेचेर हामी आएर बस्नु राजी हुन्छ हुँदैन नि है तर यहाँनिर त्यस्तो एउटा परिस्थिति तर हामी केनिर देख्छौँ यहाँनिर उनीहरूले बेचे त्यो लोग्ने स्वास्नीले बेचे पनि अरे तर उनीहरूले एउटा के भुल गरे भन्दा चाहिँ नि त्यो बेचेको पूर्ण जुन पनि दाम थियो त्यो भाग थियो त्यो भाग चाहिँ प्रभुको दासहरूलाई दिन चाहेनन् भने केही मात्र उनीहरूले आफूमा राख्न चाहे उनीहरूको मनमा भयो होला भोलि पर्सि हामीलाई चाहिँदा कसले दिन्छ अनि उनीहरूले त्यो राखेर चाहिँ प्रभुको दासहरूलाई दिए अरे तर यदि उनीहरूले सत्य भनिदिएको भए हामीले यतिमा बेच्यौँ मानिलिनुहोस् 1 लाखमा बेच्यौँ है 20,000 चाहिँ हाम्रो लागि राखेको छ रु 80,000 छ भनेर दिएको भए त्यो सत्य तर उनीहरूले कस्तो प्रकारले दियो भन्दा चाहिँ यहाँनिर उनीहरूले ढाँटे भन्दैछ उनीहरूले सोध्यो कि यही दाममा तिमीहरूले बेचेको थियौ जुन यहाँ दिँदैछौ भन्दा हजुर भन्छ त्यो कारणले गर्दा उनीहरूको जीवनमा सत्यता भेटाएन असत्यपना भेटायो त्यो कारणले गर्दा त्यो असत्य त्यो क्षणमा भएको खण्डमा उनीहरूले क्षमा पाए क्षमा पनि पाएन तुरन्तै उनीहरूमाथि न्याय आयो उनीहरू मृत्युमा दुवैजना के गर्नु पर्यो जानु पर्यो बुझ्नुभयो त्यसै कारणले गर्दा होसियार हुनुपर्छ हामीले प्रभुलाई पछ्याइरहेका छौँ होला प्रभुको निम्ति बलिदानहरू पनि हामीले गरिरहेका छौँ होला प्रभुको है अब एकदम नामी लोगहरूको भनौँ न त्यति बेला है सङ्गतिमा पनि हामी छौँ होला तर तपाईँ र मेरो भित्र असत्यपना छ भने नि तपाईँ र मेरो उन्नति कहिले पनि हुन सक्दैन है तपाईँ र मेरो विरोधमा त्यो कुरा अभिलेख भएर जान्छ अनि एक दिन तपाईँ र मेरो विवेकले हामीले पश्चाताप गरेनौँ भने तपाईँ र मेरो विवेकले तपाईँ र मलाई प्रभुको अगाडि के गरिदिन्छ दोषी त्यही कुरालाई बुझ्नुभयो सो गायसमा चाहिँ के दिएछ सत्यता दिएछ यो चाहिँ भयङ्कर इम्पोर्टेन्ट कुरा हो सत्यता दिएछ अनि त्यो सत्यताको कारणले गर्दा चाहिँ उसको चौतर्फी के भयो त्यहाँनिर चौतर्फी उसको उन्नति भयो त्यसै कारणले गर्दा हामी याद गर्नुपर्छ है तपाईँ र म जुन मण्डलीमा हामी आएका छौँ पहिला तिमोथीको किताब 3 अध्यायको 16 पदले भन्छ यो मण्डली चाहिँ कस्तो मण्डली अरे भन्दा नि यो मण्डली चाहिँ सत्यताको चक्र के हो भन्छ खाम्बो हो हामीले सुनिरहेको हामीले गीत गाइरहेको कुरा पनि हो पहिला तिमोथी होइन 3 अध्यायको 15 पद 3 अध्यायको 15 पदमा रहेछ कसैले पढिदिनुहोस् त छिटो कसैले पढिदिनुहोस् छिटो पढिदिनुहोस् तर म ढिलो भयो भने परमेश्वरको घरमा हेर्नुहोस् जीवित परमेश्वरको मण्डली अरे यो मण्डली चाहिँ के अरे भन्दैछ पहिला यो जीवित परमेश्वरको घर अरे अर्को चाहिँ सत्यताको खाम्बा र के हो भन्दैछ जग सो मण्डली केले बनिँदो रहेछ भन्नुहोस् सत्यताले बनिँदो रहेछ है बुझ्नुभयो भएन सत्यताले बनिँदो रहेछ अनि यो सत्यतामा समर्पित भएको जीवनहरूलाई चाहिँ मण्डली केवल बलिदानले मात्रै बनिँदैन त्यो बलिदानमा असत्यपना छ भने त्यो के फाइदा भयो केही पनि भएन तर त्यो बलिदान एउटा सत्यपनामा गरेको निष्ठामा गरेको बलिदान छ भने चाहिँ त्यसले मण्डली बनाउँछ त्यो कारणले गर्दा आज तपाईँ र म हामी सबैलाई मण्डली बनाउनुको लागि नै परमेश्वरले के गर्नुभएको चुन्नु भएको अनि हामीले रुपियाँ पैसा दिएर वास्तवमा परमेश्वरको मण्डली निर्माण गर्न सक्छौँ हामीले परमेश्वरको मण्डली कसरी निर्माण गर्न सक्छौँ सत्यतामा गायस जस्तो सत्यता हामी भित्र राखेर अनि सत्यतामा हिँडेर हामी परमेश्वरको मण्डलीलाई निर्माण गर्न सक्छौँ है त्यसै कारणले गर्दा तपाईँ रोगी भयो भने पनि केही छैन तपाईँ एकदमै वृद्ध भयो भने पनि केही छैन तपाईँकोमा पैसा छैन होला केही पनि छैन तपाईँ बाइबल पनि पढ्न सक्नुहुन्न होला त्यो पनि केही छैन तर तपाईँको भित्र सत्यता छ भने तपाईँको त्यो निष्ठाको कारण जुन मण्डलीमा तपाईँ जानुहुन्छ सङ्गति गर्नुहुन्छ त्यो मण्डलीको निर्माण प्रभुले गर्नुहुन्छ तपाईँको सत्यताको गवाईको कारणले गर्नुहुन्छ बुझ्नुभयो त्यसै कारणले गर्दा है हामी यी दिनहरूमा
यस्तो भुल भ्रान्तिको कुराहरूमा हामी नपरौँ। हामी सत्यतामा अडिग रहौँ। मेरो सत्यताले मेरो मण्डलीको निर्माण हुन्छ। म अरू केही कुरा दिन सक्दिनँ भने पनि मेरो सत्य जीवन म मेरो प्रभुलाई दिन्छु भनेर दिन प्रतिदिन तपाईँले आफ्नो घरकै काम किन नगर्नुहोस्, त्यो निष्ठामा तपाईँ युसुफ जस्तो के हुनुहुन्छ? उन्नतशील। तपाईँको मण्डली के हुन्छ? उन्नतशील हुँदै जान्छ। त्यो समयको प्रेरितहरू है जसको जगमा हामी छौँ, हो कि होइन? पहिला कुनै ढुङ्गाको अरे प्रभु यीशु मसीह अरे है, अनि कुनै ढुङ्गामाथि प्रेरित र भविष्यवक्ताहरूको जगमा हाम्रो मण्डली छ कि छैन? उनीहरूकोमा के थियो? पैसा थिए? केही पनि थिएन। पत्रसले एक दिन भनिदिइहाल्यो एउटा भिखारीलाई, सुन र चाँदी त मेरोमा केही पनि छैन, या फेरि एउटै पनि छैन, तर जो मेरोमा छ म तिमीलाई दिन्छु। प्रभु यीशु मसीहको नामको सामर्थ्य उसकोमा किन त्यो सामर्थ्य भन्दा ऊ भित्र के थियो? सत्य। हेर्नुहोस् त, उनीहरू प्राय सबैजना मारिए है। सो भनेको उनीहरूकोमा बल पनि त्यस्तो भयङ्कर थिएन, केही पनि थिएन, न त प्रभाव त्यस्तो भयङ्कर थियो उनीहरूको थिएन। तर पनि उनीहरूको त्यो जीवनहरूको द्वारा प्रभु ईश्वरले के गर्नुभयो? मण्डली निर्माण गर्नुभयो है। सो आज तपाईँ र म जुन यो मण्डलीमा आएका छौँ, यो मण्डलीको प्राचीनहरू जसद्वारा मण्डलीहरू स्थापित हुँदै गए, हाम्रो अग्रजहरूले उनीहरूले यो कुरा बुझे अनि उनीहरूले सत्यतामा आफ्नो जीवनलाई जति सक्दो बनाउँदै बनाउँदै आफ्नो अन्तिम साससम्म त्यो कारणले गर्दा आज हामी यहाँनिर मण्डली यहाँनिर पाउँछौँ। अनि यो मण्डलीमा तपाईँ र म पनि छौँ। त्यो कारणले गर्दा हाम्रो प्रथम कर्तव्य चाहिँ के छ भन्दा चाहिँ तपाईँ र म चाहिँ सत्यतामा जिउनुपर्छ है। तपाईँ र मेरो सोचाइमा, तपाईँ र मेरो भावनाहरूमा, तपाईँ र मेरो इच्छा शक्तिहरूमा त्यो सत्यताले राज गरेको। अनि यस्ताहरू चाहिँ यहाँनिर अघि पनि हामीले पढ्दै थियौँ, प्रकाशको किताब 14 अध्यायमा अघि हामीले पढ्यौँ। यस्तो अरे यिनीहरूको मुखमा कुनै पनि के थिएन अरे, यिनीहरूको मुखमा कुनै पनि छल पाइएन भन्दैछ। अनि परमेश्वरको सिंहासनको अगाडि यिनीहरू दोष रहित थियो अनि छुटकारा पाएका मानिसहरूमध्ये छुटकारा पाएकाहरूमध्ये यिनीहरू चाहिँ परमेश्वर थुमाको लागि पहिलो फल भएको थियो। बुझ्नुभयो? सो उनीहरूमा छलै थिएन अरे। कस्तो है अचम्भा, कस्तो प्रकारले यहाँहरूले सत्यतामा जीवन बिताएको रहेछ। सो प्रभुले हामीलाई सहायता गरेका हुन्। हाम्रो बोलावट यस्तै छ, बुझ्नुभएको होइन? जुन जुन क्यापासिटीमा प्रभुले हामीलाई बोलाउनु भएको छ, तपाईँ र मैले सत्यतामा जिउने त्यो चाहिँ तपाईँ र मैले निष्ठा, त्यो निष्ठावान तपाईँ र म हुनुपर्छ। हामीले मण्डलीलाई है दिनु खासमा पर्ने कुरा चाहिँ के रहेछ? तपाईँ र मेरो सत्य जीवन मण्डलीमा दिनुपर्छ। तब चाहिँ त्यो मण्डली निर्माण हुन्छ। अनि जसरी त्यो मण्डली निर्माण हुँदै जान्छ, तपाईँ र म पनि, हाम्रो पनि चौतर्फी परमेश्वरले के गर्दै जानुहुन्छ? उन्नति गर्दै जानुहुन्छ। तब यो प्रतिज्ञा तपाईँ र मेरो जीवनमा पुरा हुन्छ। त्यसै पुरा हुँदैन। बुझ्नुभयो? तपाईँ र म भित्र सत्यता हुनुपर्छ। अनि यहाँनिर युसुफको जीवनमा अघि हामीले हेर्दै थियौँ है। युसुफ एउटा नोकर भए तापनि युसुफ के थियो अरे? एकदम उन्नतशील व्यक्ति थियो अरे। एउटा कैद खानामा युसुफ हालिए तापनि युसुफ के थियो अरे? उन्नतशील व्यक्ति थियो। तर उसको त्यो निष्ठाको, उसको त्यो सत्यताको इनाम चाहिँ के चाहिँ थियो अरे भन्दा नि परमप्रभु उसको साथमा थियो। परमप्रभु उसको साथमा थियो। यहाँनिर 39 अध्यायको 2 पदले भन्छ, एन्ड द लर्ड वाज विथ जोसेफ एन्ड ही वाज अ प्रस्परस म्यान। परमप्रभु युसुफको साथमा थियो, ऊ नोकर भए तापनि, अनि ऊ उन्नतशील व्यक्ति भयो। त्यहाँदेखि फेरि भन्छ, जब झेलखानामा ऊ थियो अरे है, यहाँनिर भन्दैछ द लर्ड वाज विथ हिम एन्ड द्याट विच ही डिड द लर्ड मेड इट टु प्रस्पर। झेलखानामा हुँदा पनि परमेश्वर उसको साथमा थियो अनि उसले जे पनि गर्थ्यो त्यसमा उसले उन्नति पाउँथ्यो। बुझ्नुभयो? सो धनी व्यक्ति भनेको त्यो व्यक्ति हो परमेश्वरको दृष्टिमा जसको साथ साथमा को छ? परमेश्वर छ। अनि यदि तपाईँ र म भन्नु सक्छौँ मेरो साथ साथमा परमेश्वर छ भनेर, तर तब तपाईँ र म कस्तो व्यक्ति हौँ? उन्नतशील व्यक्ति।
तर तपाईँ र मेरो जीवनमा के चाहिँ हुनुपर्दो रहेछ? सत्य हुनुपर्दो रहेछ। त्यो कारणले गर्दा प्रभुले साथ गरेका हुन् हाम्रो जीवनमा। आफ्नो प्रतिज्ञालाई प्रभुले पुरा गरौँ अनि साथसाथै हाम्रो मण्डलीलाई पनि सत्यताले हामी अझै निर्माण गर्दै जाउँ। प्रभुले यो वचनमा विचारमा आशिष दिए।